हेलो गाइस। आजको क्लासमा हामीले बीबी सेकेन्ड इयरको एकाउन्ट सब्जेक्टको क्वेसन नम्बर 14 च्याप्टर 12 को क्वेसन नम्बर 14 गर्न गइरहेका छौँ। भिडियोको लास्टसम्म बनिराख्नु होला, हजुरहरूको लागि बेनिफिट नै हुनेछ। यहाँ के हुनेछ भने क्वेसन हामीलाई यहाँ दिएछ अनि यहाँ के सोधेछ भने इन्कम स्टेटमेन्ट अन्डर भ्यारिएबल कस्टिङ। अब ढिलो नगरिकन हामी डाइरेक्ट क्वेसनतर्फ लागौँ। यहाँ पहिला फर्मेट बनाइदिउँ भ्यारिएबल कस्टिङको। पहिला फर्मेट होइन, हजुरहरूलाई थाहा छ, पटक पटक भनिसकेको छौँ कि दुईवटा चिज हामीले निकाल्नु पर्छ। पहिला के यहाँ क्वेसनमा के दिएछ, ओपनिङ इन्भेन्ट्री दिएछ, बिगिनिङ इन्भेन्ट्री, इन्डिङ इन्भेन्ट्री दिएछ, सेल्स दिएछ, प्रोडक्सन दिएछ। ठिक, सबै दिएकै छ भने के निकाल्नु पर्छ हेरौँ एकचोटि। हाम्रो फर्मुला के दिएछ, ओपनिङ स्टक प्लस प्रोडक्सन युनिट इक्वल टू क्लोजिङ स्टक प्लस सेल्स युनिट। ठीक, यो फर्मुला हजुरहरूले याद गरिराख्नु होला। यो फर्मेट बनाउनु अघि पुरै क्वेसनमा गर्नुपर्छ यसको। यहाँ बिगिनिङ इन्भेन्ट्री 2000 दिएछ, क्लोजिङ इन्भेन्ट्री 4000 दिएछ, ओपनिङ इन्भेन्ट्री होइन स्टक इक्वल टू 4000 भयो, प्लस प्रोडक्सन कति दिएछ, प्रोडक्सन युनिट 12000 दिएछ अनि सेल्स युनिट 10000 दिएछ होइन। यो प्रोडक्सन भनेको 12000 दिएछ इक्वल टू क्लोजिङ भनेको हामीलाई 4000 दिएछ, 4000, ओपनिङ भनेको 2000 रहेछ। सरी, यहाँ बिगिनिङ इन्भेन्ट्री 2000 रहेछ अनि इन्डिङ इन्भेन्ट्री 4000 रहेछ। यो 2000 हो है, सरी। यहाँ 4000 भयो, त्यसपछि प्लस सेलिङ युनिट्स कति दिएछ, 10000 दिएछ। अब इक्वल आयो भने केही भएन, ठिकै छ। यहाँ 14000 भयो, यता इक्वल टू 14000 हो त भयो, ठिक छ, केही भएन। अब हामीले यसको फेरि अर्को के निकाल्नु पर्छ भने फिक्स्ड म्यानुफ्याक्चरिङ ओभरहेड, सर्टकटमा ओएच भनिन्छ, ओभरहेड पर युनिट इक्वल टू के हो, फिक्स्ड म्यानुफ्याक्चरिङ ओभरहेड डिभाइड नर्मल क्यापासिटी हुन्छ, नर्मल क्यापासिटी। ठीक, हामीलाई यहाँ फिक्स्ड म्यानुफ्याक्चरिङ ओभरहेड दिएछ 24000 अनि रेट पनि दिएछ 2 रुपियाँ भने हामीले रेट निकाल्नु परेन, 2 रुपियाँ दिएछ। यहाँ दिएछ कति दिएछ, 24000 हो न, 24000 दिएको रहेछ। 2 रुपियाँ दिएछ, 2 रुपियाँको दरले 24000 दिएछ, 24000 भयो, डिभाइड नर्मल क्यापासिटी। कति हुन्छ भने देयरफोर नर्मल क्यापासिटी इक्वल टू 24000 डिभाइड 2 गर्दाखेरि 12000 युनिट्स। ठीक, अब हामीले फर्मेट बनाऊँ। ए नम्बरमा के सोधेछ, इन्कम स्टेटमेन्ट
इनकम स्टेटमेंट अंडर variable costing सोधेछ हो इनकम स्टेटमेंट अंडर variable costing केही छैन सजिलो छ। अब पहिला हामी यसको फर्मेट बनाऊँ है। फर्मेट बनाऊँ अब हाम्रो फर्मेट यहाँ रेडी भइसकेको छ। फर्मेट रेडी भइसकेको छ। अब देखौँ फर्स्ट अफ अल के हो सेल्स हैन। सेल्स युनिट हामीलाई कति दिएछ यहाँ दिएछ 10,000। सेल्स युनिट 10,000 इन्टु सेलिङ प्राइस कति रहेछ सेल्स रेभेन्यू सेलिङ प्राइस 12 रुपैयाँ रहेछ 12 रुपैयाँ 12 एकानी 12 1,20,000 हो न। यसपछि हम यहाँ के आउँछ भेरिएबल कस्टिङ हो। भेरिएबल कस्टिङ हो भने यहाँ लेस के गर्ने भने भेरिएबल मैन्युफैक्चरिंग कॉस्ट ऑफ गुड्स सोल्ड। ठीक वेरिएबल मैन्युफैक्चरिंग कॉस्ट ऑफ गुड्स सोल्ड। अब इसमें के आउँछ डाइरेक्ट लेबर आउँछ डाइरेक्ट मटेरियल आउँछ डाइरेक्ट एक्सपेन्सेस आउँछ अनि भेरिएबल कस्ट मैन्युफैक्चरिंग कस्ट आउँछ अनि भेरिएबल फिक्स मैन्युफैक्चरिंग कस्ट यसमा आउँदैन किनभने त्यो वाला अर्को वाला फर्मेटमा आउँछ। यसमा भेरिएबल ओन्ली आउँछ डाइरेक्ट के छैन डाइरेक्ट भने यहाँ के छ भेरिएबल मैन्युफैक्चरिंग कस्ट मात्र छ दिएको रहेछ। ठीक अब हामीले यसलाई भेरिएबल मैन्युफैक्चरिंग कस्ट मात्रै लेख्छौं किनभने जुन दिएको छैन किन लेख्ने। तर प्र्याक्टिसको लागि लेख्नुहुन्छ भने ठीक हुन्छ एक्जामको लागि फाइदा गर्छ बेनिफिट हुन्छ। यहाँ प्रोडक्सन युनिट कति रहेछ 12,000 भने 12,000 लेख्ने 12,000 इन्टु यसको रेट कति रहेछ 4 रुपैयाँ रहेछ। ठीक 4 रुपैयाँ लेख्ने 12 चौको 48 अनि के 48,000 भयो। ठीक त्यसपछि के आउँछ आउँदैन भने यहाँ के आउँछ अब भेरिएबल मैन्युफैक्चरिंग कस्ट अफ प्रोडक्सन डीयूसीटी आयो प्रोडक्सन @ कति आयो 4 आयो जुन यहाँ छ त्यही आउँछ। त्यस्तो गर्न सक्नु भएन बुझ्नु भएन भने यहाँ गर्ने 48,000 आयो 48,000 डिवाइड बाइ 12,000 गर्दा जति आउँछ त्यति यहाँ लेखिदिने 4 आउँछ। अब के आयो यो एड गर्ने ओपनिङ स्टक है ओपनिङ स्टक एड गर्ने लेस के गर्ने क्लोजिङ स्टक के गर्ने क्लोजिङ स्टक लेस गर्ने। ठीक अब ओपनिङ स्टक अनि क्लोजिङ स्टक हामीलाई कति दिएछ ओपनिङ स्टक यहाँ हामीलाई 2,000 दिएछ अनि क्लोजिङ स्टक 4,000 दिएछ 2,000 ओपनिङ स्टक दिएछ 4,000 क्लोजिङ स्टक दिएछ। रेट कति राख्ने त्यो अब रेट जुन यहाँ आएछ प्रोडक्सन को त्यही रेट यहाँ राख्ने हो है 4 रुपैयाँ जुन यहाँ निस्केछ हाम्रो 4 रुपैयाँ त्यही यहाँ राख्ने हो। अब 4 दूना 8
8000 भयो, 4 चौको 16000 भयो। अरू केही यसमा आउँछ? आउँदैन। आउँदैन भने यसलाई क्लोज गर्ने। 48 56 56बाट 16 गयो भने 40,000 यहाँ आयो। 1,20,000बाट 40,000 गयो, 80,000 बच्यो। क्यालकुलेटरले नि गर्दै गर्नु होला। यो 40,000 जुन छ यो हाम्रो के हो? भाइरेबल म्यानुफ्याक्चरिङ कस्ट अफ गुड्स सोल्ड। ठीक। अनि त्यो लेस गर्दाखेरि यो के आछ हाम्रो? ग्रस कन्ट्रिब्युसन मार्जिन। ठीक। अब यसमा के लिस्ट गर्ने भने यहाँ हामीले भाइरेबल म्यानुफ्याक्चरिङ कस्ट अफ गुड्स सोल्ड गरिसकेछौँ। नन भाइरेबल अब गर्ने। नन भाइरेबल म्यानुफ्याक्चरिङ कस्ट अथवा ओभरहेड। ठीक। यसमा के आउँछ भने यसमा आउँछ भाइरेबल सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ कस्ट जुन छ यही आउँछ यसमा है। अब लेख्ने यही भाइरेबल सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ कस्ट हो न। भाइरेबल सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ कस्ट। यसको रेट 1 रुपियाँ दिएछ। अनि यो के को आधारमा हुन्छ? सेल्सको आधारमा हुन्छ भने यहाँ सेल्स हामीलाई कति युनिट दिएछ? 10,000 दिएछ। 10,000 इन्टु 1 गर्दाखेरि 10,000 आयो। अरू के यसमा जाँदैन भने यहाँ 10,000 लेस गरिदिने। कति आयो? 70,000। यो के हो? नेट कन्ट्रिब्युसन मार्जिन है। अब यसमा नि लेस गर्नु पर्यो। के लेस गर्ने? फिक्स्ड कस्ट अथवा ओभरहेड। यसलाई OH पनि भनिन्छ, ओभरहेडलाई सर्टकटमा। यहाँ अब के छ? फिक्स म्यानुफ्याक्चरिङ ओभरहेड छ एउटा फिक्स सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ कस्ट छ। ठीक। लेख्ने फिक्स्ड म्यानुफ्याक्चरिङ ओभरहेड अनि फिक्स्ड सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ कस्ट कति दिएको रहेछ? 24,000 फिक्स म्यानुफ्याक्चरिङ ओभरहेड दिएको रहेछ। फिक्स सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ 10,000 दिएको रहेछ। ठीक। 24,000 यो 24,000 अनि यो 10,000 गर्दाखेरि 34,000। 34,000 लेस गर्ने भने 36,000 आयो। 36 आउँछ न। 36,000। यो हाम्रो यो हो नेट इन्कम। तर यो एन्सर मिल्यो
यहाँ हेर्नु मिल्यो मिलेन किनभने हामीले एउटा गल्ती गरेछौँ। त्यही गल्ती हजुरहरूलाई याद रहोस् भनेर यस्तो गरेको हो है। यहाँ रहेछ ओभर एब्जर्भेसन अफ फिक्स म्यानुफ्याक्चरिङ ओभरहेड 4000 रहेछ। ठिक, यो हामीले एड गरे हैनौँ, यसमा एड हुन्छ। यसमा 24,000 प्लस 4,000 गर्दाखेरि 28,000 आयो। ठिक, अब यहाँ 38,000 हुन्छ। यो एड गर्ने होइन, लेस गर्ने हो, किनभने ओभर भनेछ, अन्डर भनेको भए एड हुन्थ्यो, ओभर भनेकोले यहाँ लेस हुन्छ भने यहाँ कति आउँछ 20,000। यो कति हो 20,000। ठिक, 20 10 30,000 भयो। अब यहाँ आयो 40,000 नेट इन्कम कुनको हो भाइरेबल VARIABLE भाइरेबल कस्टिङ को हो। ठीक, अब यो बी नम्बरको भिडियो धेरै ठुलो भइराखेको छ, त्यही भएर हामी यो बी नम्बरको अर्को भिडियो अर्को क्लासमा गर्नेछौँ। ओके, फोटो खिच्नु हो भने खिच्नु होला, स्क्रिनशट गरेर राख्नु होला। ठीक, हस्, अब अर्को क्लासमा हामीले बी नम्बरको गर्नेछौँ। ओके बाई। भिडियोलाई लास्ट तक हेरिदिनु भएकोमा धन्यवाद। शेयर पनि गरिदिनु होला, हजुरहरूको साथीहरूको लागि पनि बेनिफिट हुनेछ, एक्जामको लागि मद्दत पुग्नेछ। हस्, बाई।